अहिले जताततै चुनावको चर्चा छ। समानुपातिक तर्फ बन्द सूचीमा को परे भन्ने कुरा पनि तपाईले सुनि नै राख्नु भएको होला। आज हामी समानुपातिक निर्वाचन प्रणाली के हो र कसरी काम गर्छ भन्ने बारेमा सरल भाषामा बुझ्नेछौँ। फागुन 21 गते हुन लागेको चुनाव प्रतिनिधि सभाको लागि हो। प्रतिनिधि सभामा कुल 275 सिट हुन्छन्। तीमध्ये 165 सिट प्रत्यक्ष निर्वाचनबाट भरिन्छ, जहाँ आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार सिधै संसदमा पुग्छन्। बाँकी 110 सिट समानुपातिक प्रणालीबाट आउँछ। समानुपातिकमा पुरै देशलाई एउटा निर्वाचन क्षेत्र मानिन्छ। यहाँ भोटरले व्यक्तिलाई होइन एउटा पार्टीलाई भोट हाल्छ। अन्तिममा पार्टीले पाएको कुल भोटको गणना हुन्छ। समानुपातिकमा सिट पाउन कुल सदरमतको कम्तीमा 3% भोट ल्याउनै पर्छ। 3% भन्दा कम भोट ल्याउने पार्टीले समानुपातिकमा सिट पाउँदैनन्। पार्टीले पाएको भोट अनुसार सिट बाँडफाँड हुन्छ, जुन निर्वाचन आयोगको सफ्टवेयर मार्फत गरिन्छ। उदाहरणको लागि यदि कुल 1 करोड सदरमत खस्यो र ए भन्ने पार्टीले 40 लाख भोट पायो भने उसले करिब 44 सिट पाउनेछ। त्यस्तै 10 लाख भोट पाउने पार्टीले करिब 11 सिट पाउनेछ। अब प्रश्न आउँछ, ती सिटमा को सांसद बन्छन्? यही कारणले पार्टीहरूले अहिले निर्वाचन आयोगमा बन्द सूची बुझाएका छन्। यो बन्द सूची 6 वटा क्लस्टर अनुसार बुझाउनु पर्छ, जसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू र मुस्लिम हुन्छन्। जस्तै ए भन्ने पार्टीले 44 सिट पायो भने तीमध्ये 30.28% खस आर्य उम्मेदवार हुनुपर्छ। बन्द सूचीमा आफ्नो क्लस्टरभित्र जति माथि नाम छ, सांसद बन्ने सम्भावना पनि त्यति नै धेरै हुन्छ। अर्को महत्त्वपूर्ण व्यवस्था चाहिँ कम्तीमा 33% महिला अनिवार्य हुनुपर्छ। यदि प्रत्यक्षतर्फ 33% महिला नजितेमा त्यो सङ्ख्या पुर्याउन समानुपातिकबाट बढी महिला पठाइन्छ। सबै वर्ग, समुदाय र क्षेत्रका मानिस संसदमा पुगुन् भनेर नेपालले यो समानुपातिक निर्वाचन प्रणाली अपनाएको हो।